हेलो सम्पूर्ण साथीहरुमा स्वागत छ मेरो यस YouTube च्यानलमा। आज चाहिँ म यता माथि पोखरी डाँडा भन्ने ठाउँमा आएको छु घुम्दै घुम्दै। आज यहाँ सो लेकतिर निस्किनु पर्यो भने आज चाहिँ पोखरी डाँडा भन्ने ठाउँमा निस्केको छु। हाम्रो बडाको घर छ र सो घुम्दै निस्किनु पर्यो भने आएको। आज पानी परेको छ तर सिमसिम मौसम चाहिँ शीतल छ। हिँड्दा चाहिँ गर्मी थियो, अहिले चाहिँ एकदमै शीतल भएको छ र तर हेर्नु चाहिँ गोठ चाहिँ गोठ चाहिँ यहाँ रहेको छ बडाको गाउँकोबाट। अहिलेसम्म त हाम्रो एरियामा दुईवटा मात्रै गोठहरू रहेको छ। यहाँ एउटा छ नि पारी एउटा अन्त चिराइटो खेती रै चिराइतो न खतरा निस्केछ नि त चिराइतो निकै आएछ। त्यो पुरै चिराइतो खेती छ। निकै यस्तो छ यो ल हाम्रो देवा कि बडा त चिराइतो र यता चाहिँ धसिङ गरे। यो लिम्चोङ धसिङ गरे भन्छ। यो भएको चाहिँ यता चाहिँ जम्मा कति बिरुवा पो हाल्नुभएको छ यहाँ? 18,500 बिरुवा यहाँ हाल्नुभएको। यो 2 वर्ष होला यति चाहिँ साउनमा 2 वर्ष हुन्छ होला। अनि चिराइतो यहाँ यस्तो चाहिँ ठाउँ चाहिँ यो सन्दकपुर 2 पोखरी डाँडा ठ्याक्कै चिराइतो त नि यसपालि 4-5 मन त आउने रहेछ त्यहाँ। यहाँ चिराइतो यस साथै धसिङ गरे। यो धसिङ गरे छ 5 वर्षमा होइन, त्यो 4 वर्षदेखि 5 वर्षको लगमा चाहिँ यो सबै धसिङ गरे हो। हुन्छ यो यसको चाहिँ तेल घाँसको तेल पेलेर बनाउनु पर्ने हुन्छ। यस्तो चाहिँ पुरै यो सबै देखिचा गरेको छ। यो चिराइतो र धसिङ गरे मात्रै छ यहाँ चाहिँ, अरू केही छैन। यो अब अलि यता पनि थप्नु भएछ अलिअलि बिरुवा। यता थप्नु भएछ बिरुवा चाहिँ। यो 2 वर्ष होला, 2 वर्षमा यतिको। र यता माथिसम्म छ यो देखिने गरेको छ सबै धसिङ गरे लाउनु भएको छ। धसिङ गरे र चिराइटो अलि खुलेको छैन मौसम। यता मौसम खुलेको भए चाहिँ अलि राम्रो ठाउँहरू देखिन्छ। यता केही देखेको छैन अहिले चाहिँ, यतिको राम्रै छ चिराइतो। आउँछ होला त्यति त 5-6 मन त चिराइतो सबै। पुरै मान्छे नै हराइने रहेछ त।
यो चाहिँ पोहोर रोपेको होइन त्यहाँ कि ए परेछ यो चाहिँ गोडमेल पुरै होइन घाँस काटेर टक्कै लाने ni ada ni ada hau dah ini mai apa ini वर्षमा चाहिँ 3 वर्षमा चाहिँ यो सबै बढायो अर्को पलाइहाल्छ हैन यो निकालेपछि फेरि ठीक छ हुन्छ यता परैसम्म छ यहाँ पर ढुङ्गादेखि अलि यतादेखिसम्म छ यता माथि यसो जस्तै आज अलि मौसमले चाहिँ साथ दिएको छैन मौसमले चाहिँ अलिक साथ दिएको छैन पुरा अलि हुस्सी आइरहेछ कुहिरो लागेको नत्र यहाँदेखि एकदम राम्रो भ्यूहरू पनि देखिन्छ एकदम सबैतिरको भ्यूहरू देखिन्छ यहाँदेखि बुमाई मजुवा त्यही बडाको गोठ चाहिँ यता यो कालो कालो देखेको सबै चिराइत र दसिङ्गरे बार पुरै बार्नु भएछ नि त होइन कुहिरो नत्र यहाँदेखि यो चाहिँ रमिते यहाँदेखि एकदमै राम्रो दृश्य भ्यू देखिन्थ्यो आज चाहिँ केही छैन कुहिरो मात्रै लागिरहेछ आज चाहिँ यसो कुनै बेला भ्यू यसो उक्रेको बेला खिचौँ न यहाँदेखि आज चाहिँ यस्तै चाहिँ सबै देखिन्छ नि सन्दकपुरहरू माबुथुम्की मजुवा यता तेर्छे कमेरे माथि लुङचोक आज चाहिँ केही देखेको छैन यहाँदेखि यो चाहिँ वस्तु पस्छ भनेर बार लगाएर नयाँ रोपन यसपालि 5600 चौतारा छ यहाँ यसो पानी परिहाल्यो भने तर यहाँ तल गोठ पनि छ हाम्रो बडाको गोठमा यसो बस्दा नि हुन्छ यसपालिको यो रोपन नयाँ रोपन त्यहाँ चाहिँ यसपालि 5600 नयाँ अलि उक्रेको दिनमा चाहिँ अलि राम्रै लगाउन अब गभर्नमेन्ट गर्छ यता चाहिँ पोहोर रोपेको हामीले नै रोप्नु चाहिँ रोपेको यता यत्रो भइसकेको चाहिँ
यो अब गोडमेल गर्नुपर्ने बेला भएको रहेछ यो चाहिँ पुरै अलिक घाँसले छोपिसकेछ पोहोर रोपेको हामीले पोहोर कति 5-8 हजार होइन पोहोर 8 हजार रोप्यो यसपालि चाहिँ 5,700 सबै एरिया यो त सल्लाहदेखि माथि माथि त सबै परसम्म नर्सरी त्यहाँदेखि यताले सबै नै छ धसिङगरे मात्रै छ एकदमै त्यो सबै छ यहाँ माथिसम्म यो घाँस चाहिँ काटेर गोडमेल अलि मल पनि लाउनुपर्छ होला होइन यसमा चिरातो नि रहेछ अलिअलि निस्किरहेको रहेछ चाहिँ माथिसम्म नै छ यहाँ माथि यो रुख देखिन्छ त्यहाँसम्म लगाएको छ यता यति माथिसम्म छ पोहोर हामीले नै रोप्नु छ रोपेको जाग्नु चाहिँ सबै जागेछ है जाग्यो उता झन् राम्रो गरी उम्रे भन्दा सक्छ बाँकी अलि बाँकी राम्रो जाग्यो र हामी गएको गोड्नु गएको काट्नु पर्ने छ फर्की झऱ्यो हुन्छ फर्कौँ अब केही देखिएन अब उयो चाहिँ भ्यू चाहिँ अब अर्को नभए चाहिँ अलिक राम्रो देखिने गरी चाहिँ फोन नम्बर लाउनुपर्छ फोन नम्बर पर्दैन होला त्यहाँ यसपालि अर्को पालि लगाऊ न अर्को पालि यसपालि केही देखिएन कि कुहिरोले खत्तम गरिदिनु छ यतादेखि यसपालि नयाँ भ्यू होइन यसपालिको चाहिँ धसिङगरे यस्तो हुन्छ है साथीहरू ग्यास हुन्छ सम्भवतः पुरै रात परेको जस्तो भएको नि त्यो अलि यो उक्रेको भए त राम्रो देखिन्थ्यो यता बाँकी छ उता लाउनै पर्यो अझै ए यसो पऱ्यो बनाउनु चाहिँ पऱ्यो घाट लाउँदै नि हो घाट पुरै त सबै बारहरू बारी कस्तो पर्छ निस्किन्छ कृत्रिम पोखरी जस्तै यो चाहिँ पानी परेर होइन सबै पोखरी जस्तै चाहिँ सानो सानो चिराइतो मात्रै अरू खेती छैन होइन यहाँ छैन चिराटो मात्रै चिराटो धसिङगरे रङकोट छ यहाँ गोठ यस्तो चाहिँ एकदमै
बाटो पनि लोड त हुस्याएर केही देखिएन नि तर हुस्याइगयो नि त्यहाँ खुसी